साथीहरू आइपुग्नु होला तल। बाटो चाहिँ यस्तो छ। होला हामी नुवाकोट यहाँबाट चाहिँ नुवाकोट सकिँदैछ उता Till next time, see you. So hello YouTube, what's up people, it's me over Happy and welcome back to another videos of Happy's Vlog. आज चाहिँ we are going for a round trip. धेरै टाढा होइन तर राउन्ड ट्रिप मतलब रोड ट्रिप हो। तर जाने रोडै रोड, तर फर्किने रोडै रोड हो। खाना साना खाने बाटोमा गाइस वेटिङ। हेलो दाइ, व्हाट्स अप? से हेलो टु माई ब्लग। के छ दाइ? मैले कानमै हाल्न बिर्सेछु क्या। हामी लाग्यो। Here's my friend on your son. Here's my friend. Let's go, let's go, let's have fun, bros. Let's go, let's go. We are almost about to reach Palanki. अनि हामी त्यहाँबाट लेफ्ट लागेर बालाजी बाइपास हुँदै कपनी जान्छौँ। We'll have some breakfast at the most probably त्यहीँ खान्छौँ कपनीतिर। ल हामी सुरुको आइपुग्यो। सुरुबाट अगाडि जाँदैछौँ। In the mirror, my bro is coming. हामी बनस्थलीबाट भित्र छिर्दैछौँ। बनस्थलीबाट छिरेर यो कपनी जाने बाटोतिर चिसो छ यहाँ। अनि एकदम चिसो छ। जङ्गल भएर पनि होला होइन। हामी चाहिँ मुर्गु भन्दा कटेर अगाडि सरेको कि बाटोभरि पानी छ कि हो मिलेर आकाशबाट सिप पऱ्यो भनौँ भने पनि होइन होला यो त्यहीले हाले जस्तो छ फेरि। ल मैले थाहा पाएँ यो गाडीले हाल्दो रहेछ क्या पानी। सडक विभागको होला क्या। फुस 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 पानी खान्छ। हामी आयो लक्सनमा। यहाँबाट हामी सिन्टिकले यहाँको रिभर साइड के हो यो ठाउँको नाम चाहिँ फेरि पछि आयो। हामी नुवाकोट सिमाना इन्टर गऱ्यौँ। ऐतिहासिक तथा के लेख्नु भएको थियो बाटो नुवाकोटको वेलकम गरेर मोबाइल ल्यान्डस्केप लिटल झर्ना आयो। लिटल झर्ना सानो पानी झरिरहेको ठाउँदेखि अफरोडसँग अनरोडसँग बनाएको पनि हुन्छ अलिक एकदम मजाको छ। हामी जाँदा मस्त हुँदिरहेको रमाइलो भइरहेको छ। बाइक चाहिँ अफरोड मोड हाल्नुपर्ने स्थिति देखिसकेको छ। डुङ्डुङ डुङ्डुङ गर्छ। हामी ककनी पुग्यो। ककनी चाहिँ एक्चुअल ककनी चाहिँ 3 किलोमिटर माथि रहेछ।
हामी त्यता जाँदैछौँ आज पुरै भाइब लिइरहेछ वेस्टर्न रिजोर्टै रिजोर्ट I've never been to this place yet. यहाँ खासमा यसको विशेषता चाहिँ यो ठाउँको के हो मलाई थाहा छैन मेरो कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला कोही यताबाट हेर्दै कोकोनी खाने त्यहाँ मन्दिर रहेछ के हो थाहा छैन गएर आउने यस्तो थाहा छैन कहाँ गएको बाइकले कहाँको गाई कहाँ गयो तिमी के रहेछ दाइ के रहेछ केही रहन्छ हाइट मात्रै रहेछ यो फ्यान नोइज चाहिँ ट्रेनको आइहाल्छ हामी यस्तो घुम्दै आयो क्या ककनीमा ब्रेकफास्ट गरियो एन्ड देन हामी रिटर्निङ डाउन ककनीबाट अब हामी जान्छौँ यहाँबाट नुवाकोट हामी चाहिँ हाइवेको चोकमा पुग्यौँ भने वी आर गोइङ टुवर्ड नुवाकोट यहाँबाट राइट लागेर बाटो चाहिँ यस्तो छ चौतारी रहेछ बाटो पुरै टाढा हुन्छ यहाँ जस्तो फिल भइरहेछ होइन बाटो चाहिँ रहेछ तल सालको बोटको के हो सल्लाह साल काम चाहिँ धम्मा यहाँ यस्तो पुरै डोजर लगाइरहेको जस्तो माथि बाटो यस्तै छ सबैतिर हामी ककनीबाट छिरेदेखि 1 किलोमिटर मात्रै रोड भेट्यो होला क्या त्यसपछि सबै यस्तै आइरहेको हामी बाटो रोक्यो होइन उहाँ माथिबाट ढुङ्गा झर्न लाग्यो डोजर लगाइरहनु भएको 3टा छ त्यहाँ काम भएर चाहिँ हामी यहाँ रोकेका छौँ होइन दाजुभाइ यो ढुङ्गा पुरै खस्दो रहेछ ढुङ्गा झरिरहेछ दा यहीँ आइपुग्छ क्या दा ऊ छिटेर कत्रो हो यार ढुङ्गा झरेर ठाउँ चाहिँ रोक्यो म एकछिन
लाई खोलिदिनु भयो अनि भाग्नु भएको दाइ भागिसक्यो म भाग्छु ल ल ल निस्क्यो हामी सानो ब्रेकबाट ब्रेक सकेर होइन अब हामी जान्छौँ बिस्तारै बिस्तारै अलिकति पुरानो बाटोको पिचहरू चाहिँ भेट्ने प्याच आयो होइन जाउँ 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 कतिखेर अन रोड कतिखेर बगरमा हिँडिरहेको हामी रिसेन्ट सानो ब्रेकमा छौँ पहिरोवाला पछि यत्तिकै हो फेरि रोकेको हामी केही भएर रोक्यो हो त यत्तिकै रोक्यो होइन बरु अफ रोड भयो नि रमाइलो छ है अहिलेको भन्दा है मजा आइरहेछ ल रिक्छ जाउँ है त स्विच गरेर अगाडि बस छ बसको धुलो चाहिँ बवाल उडाइरहेको मूर्ति जस्तो रहेछ क्या दुइटा भन्नुभयो म अलिक सिराएँ दाइ त मूर्ति हेर न मूर्ति देख्यौ के हो मूर्ति जस्तो देखेनौ त खै के हो यसको कलकल त कति क्या यो कति क्या पुल आयो पुल मोटरसाइकल हो कि मान्छे मान्छेहरूले कुदेको रिभर क्रसिङ भन्दा ओ त्यहाँ त दामी रहेछ बाइक लिएर हिँड्यो नि दाइ त्यहाँ माथिसम्म ऊ त्यहाँ माथि जाँदैन होला मेरो भित्र चाहिँ जाउँ म म त यहाँसम्म आइदिएँ खै त स्ट्यान्ड आएन मैले त बाइक लिएर आइदिएँ यहाँ खोलाबाट अनि यहाँ यस्तो झर्ना जस्तो छ 5-10 मिनट हामी यहाँ बस्छौँ अनि जान्छौँ ल यहाँबाट निकाल्नु है त अब तल तपाईँको भित्र छिराइदिइहाल्यो अघि जसै जस्तो हैसे हैसे दाइ जाओस् त्यहाँ भिडियो खिच्दैछ एउटा दाइको रिभर क्रसिङ डेन्जर भइरहेको छ त्यहाँ लड्यो भने बर्बाद हुन्छ ए नाइस
खोला देख्नु थाल्यो खोला देख्नु थाल्यो अब हामी आइके बजार पुग्छौँ होला पर्सेन्ट टाइममा अबको 20 मिनटसम्म पुग्छौँ बवाल छ यार गएको वर्ष निस्क्यो यार चोरी गाडी त्यहाँ दामी बाटो चाहिँ यस्तै हो है सबतिर यो बाटो अब पुरानो बाटो हो अनि नयाँ बनाउँदै गरे भएर चाहिँ अब यो बनाइसक्यो छैन बनाइ नसक्या भएर चाहिँ यो अहिले यस्तो छ स्ट्याम्लरमा चाहिँ मलाई त्यस्तो गाह्रो भएको छैन होइन अनि म दाइलाई फेरि बिचमा कस्तो भइरहेको छ मेरो अनि यो अल्फाको गियर त्यो चाहिँ चेनै फुस्किएर अगाडिको बस यहाँ आइपुगेको रहेछ यस्तो सिनिक भ्यू हेरिकन हामी यहाँ आएर रोकेका छौँ कि यस्तो भएको छ यहाँ होइन उता डोजर चलिरहेछ बाटो बन्द छ ए दाइ के छ भन न अर्कै बाटो बस पनि अनि म जहाँ पुगेँ त्यही मौसम लगाइरहेको हुन्छ अझ म चाहिँ त्यहाँ लाग्छ मलाई यो पुलमा आइपुग्नु त्यो जाम कटेर अनि इटुरमा चाहिँ बटचप लगाइरहेको छ हामी पिपल टार भन्ने ठाउँमा आइपुग्यौँ ट्याक्कै उयो बाटोबाट निस्क्यो हामी होइन यहाँ रोडमा आइपुगेको छ अब कता जाने भन्ने प्लान हुँदैछ होइन दाइ कहाँ जाने भयो भने बटा 13 किलोमिटर यतै जाऊँ न त गल्ती ल यतै बसेर खाजा खान्छ आउँछ यहीँ खाइदिने क्या यहीँ कि उहाँ पनि छ नभए अहिले अगाडि पनि होला हेर न सोधिदिनु यहीँ बस्ने थकाइ नि मेट्छ खाजा खाने होइन के खाने खाजाहरू पाइन्छ दाइ पाइन्छ ट्रेनमा एक राउन्ड मोबिल राखेर फन्काइदिउँ भाइ कहाँ छ सक्नु त्यहाँ हामी नुवाकोट पिपल टार भन्ने ठाउँमा आइपुगेर खाजा खान लाग्छौँ खाजा खान्छौँ अनि त्यसपछि फेरि गल्ती जान्छ अनि नबिच जान्छ अनि घर जान्छ हामी यति गरेर आएको हो हेर्दै हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब सब हालिदिनु होला जे मिल्छ कमेन्ट चाहिँ हेर्नुहुने जतिले यसो हालिदिनु होला त्यसले मलाई चाहिँ सपोर्ट हुन्छ थ्याङ्क यू भेरी मच अहिलेसम्म हेर्नलाई अब फेरि के हुन्छ हेर्दै होटेलमा आएर खाजा खाइयो अनि हामी जान लाग्यो पिपल टार फिफ्टी 300 किलोमिटर पुग्यो आजसम्म यहाँ पुग्यो यस्तो भेटघाटको आश्रम यस्तो नाजिक सेवा आश्रम वृद्ध आश्रम
अब देवघाट मन्दिर चाहिँ यहाँ तलपट्टि पर्छ हाम्रो राइट ह्यान्ड साइडमा यहाँबाट छिरेर जान मिल्छ होइन त्यहाँनिर यहाँबाट जान मिल्छ अब फेरि धादिन्छ नि होला हाम्रो यहाँबाट मन्दिर भेटघाट यति बाटो चाहिँ कहिल्यै बनेन यहाँ कहिले आउँदा नि यस्तै याद छ मलाई Dreams take wings and learn to fly. Gentle echoes of time. Each shadow finds its quiet space in the flow of light and जानु न ब्याग binds the soul to this serene place. Let it go, let it be. Like a river rolling in the silence you will see. यहाँबाट चाहिँ यहाँको सकिने रहेछ उता झर्ना चाहिँ अब चाहिँ हामी धादिङ पुगेको कोल्पु खोला हामी गल्ती बजार पुग्यौँ दाइ लस्सी खाएर जाने कि जाने यहाँ होइन हो उता तल छ छुर्पी त्यो चाहिँ थाहा छैन कहाँ हो त्यो यहीँ हो जाने हो कहाँ राख्यो धुवा आउँछ क्या यहाँ आउँछ क्या यहाँ गल्तीमा ब्रेक लिएपछि त्यो गाडी के भएको रेनबो भएछ यार गाउँछ गाडी चलेको क्या अटोले लाँदैछ टायर एक टाइपको मात्र कसरी बाटो त कति हिँडिसक्यो यो बाटो जस्तो त्यस्तै ल फाइनल्ली नौसा आएपछि अलिक ढुक्क भयो अफरोड अब खासै धेरै भेटिँदैन अलिअलि मात्रै कतै कतै मात्र हो होइन गाई पछाडि छ हामी तनहुँको माथिबाट जाँदैछौँ अहिले तनहुँ चाहिँ यहाँ मुनि छ अलमोस्ट नाचढुङ्गा हो अब पिप्ला मोड आउँछ अनि नाचढुङ्गा आउँछ
यहाँको फेमस पुरानो दरबार कति कुदेछ हामी 132 खत्रै कुदेछ त यार बिहान 9 बजेदेखि 9 10 11 12 1 2 3 6 घन्टामा ल जाऊ बाई बाई ओ भाइलाई पनि सी अफ गरिदियो अब बाइक पुरै फोहोर भएको छ यसलाई भोलितिर धुनु पर्ला आज घर गएर बस्छु म कस्तो बस्छु So this was for today. Until next time, see you.